हाई एभ्रिवान, सन्चै हुनुहुन्छ हजुरहरू। म चाहिँ आज एक दिन डाइटलाई छुट्टी दिएर मासु पकाउन लगाएको घरमै। मसलाहरू पनि कराईमा पुगिसक्यो। बिस्तारै बिस्तारै मासुको पनि के भइसक्यो, ग्यारेन्टी भइसक्यो। मासु र मसलाको यस्तो फिनिसिङ भयो कि हेर्दाखेरि चाहिँ किचन पुरै रेस्टुरेन्ट जस्तो सुगन्धित भयो। पकाउँदै जाँदा पेटले पनि नोटिफिकेसन पो पठायो त, जल्दी गर, वेट गर्न सक्दिनँ अरे। अब मासु पकाउनु जस्तो कुरा हतार गरेर हुन्छ त, बिस्तारै पकाउनु पऱ्यो नि त। होइन, बिस्तारै पकाएर मिठो बनाएर खानु पऱ्यो नि त। यति बेलासम्म किचनमा मासुको बास्नाले घरका मान्छेहरू पनि आइसके किचनतिर, आउनु पो थाले त भाइ। के हुन्छ नि साथीहरू, अरू तरकारी पकाउँदाखेरि घरका मान्छेहरूलाई बाहिर बाहिर खोल्न जानुपर्छ, खाना खाना पनि उनीहरूलाई आउन चाहिँ एकदम आउनुहोस् आउनुहोस् भनेर चाहिँ बोलाइरहनुपर्छ कि। मासु पकाउँदा चाहिँ फाइदा चाहिँ के हुन्छ भने साथीहरू, उहाँहरूलाई खोल्नु जानै पर्दैन, आफै आइहाल्छौँ भने खानको लागि। उहाँहरूलाई भोक पनि चाँडै लाग्छ। त्यो चाहिँ एकदम घरमा आए भोग्नु होला नि त है। तपाईँहरूले पनि कति भोग्नु भएको छ त्यो तपाईँहरूलाई थाहा होला। मलाई चाहिँ त्यस्तो फिल हुन्छ कि घरमा मासु पाकेको बेला मेरो घर परिवारको सदस्यलाई बाहिर बोलाउनै जानु पर्दैन, साथीहरू आफै आइपुग्नुहुन्छ। यो चाहिँ मलाई एकदम खुसी लाग्छ। त्यसरी मलाई मासु पकाउन एकदम रहर पनि लाग्छ कि साथीहरू। अब चाहिँ मासुले राम्रोसँग चलाएर जति चलायो त्यति मिठो लाग्छ है मासु। मासुमा मसलाहरू पनि मिक्स हुन्छ नि त राम्रोसँग चलाएपछि। त्यसैले जति राम्रोसँग मिक्स गरिन्छ त्यति नै मासुको स्वाद त्यसरी नै आउँछ। मसला हालिसकेपछि अब चाहिँ मैले अलिकति पानी राखेर पकाउन दिन्छु है साथीहरू। बिस्तारै पकाउँदै जाँदाखेरि चाहिँ मासु नरम हुन्छ। त्यसैले चाहिँ मलाई मासुमा चाहिँ झोल राखेको एकदम मनपर्छ है साथीहरू। हल्का झोल राखेपछि मलाई मासु खाएको जस्तो लाग्छ कि भातसँग खाँदाखेरि चाहिँ साथीहरू। हेर्दा हेर्दै मासु तयार भयो। अब सबैभन्दा गाह्रो काम सुरु हुन्छ नि, फोटो खिच्ने कि सिधै खाने भन्ने कन्फ्युज हुन्छ नि त। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गरेर भन्नु होला है। भिडियो मन पर्ने भयो भने सब्सक्राइब गर्नु नबिर्सिनु है। धन्यवाद साथीहरू। आजलाई यति। फेरि हजुरहरूले सब्सक्राइब गर्नु हो भने फेरि नयाँ नयाँ भिडियो ल्याउनेछु भन्दै म यो भिडियोबाट बिदा हुन चाहे। हस्।